अल राइट गाइज वेलकम ब्याक वान्स अगेन सबैलाई नमस्कार। मेरो शुभ बानी चाहिँ यसरी भएको छ, ट्याक्क मजाले घाम लागेको बेला। त्यसपछि होटल गएर मैले चाहिँ खाना खाएँ। खानामा चाहिँ राइस अनि चावल दाल अनि त्यसपछि चटनी सटनी सबै थियो। अनि सामान सबै रेडी गरेर दाइले पनि खाना खाएँ। मैले चाहिँ अब मटन सुपको तयारी गर्दै थिएँ, मटन सुप बनाउँदै थिएँ। हेर्न सक्नुहुन्छ एकदम बवाल। त्यसपछि हामी दाइ भाइ मिलेर चाहिँ फ्रिज साफ गऱ्यौँ। फ्रिज साफ गरिसकेपछि चाहिँ हामीले आज चिकन ललिपप म्यारिनेट गरेको थियो। ललिपप म्यारिनेट चाहिँ एकदम बवाल नै भएको थियो। अनि हालै भएको प्रधानमन्त्री बालेन शाह बन्नुभएको थियो। त्यतिखेर नै अब हिजो राति नै गुन्डुमा गएर पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेका छन्। त्यसपछि चाहिँ हामीले फ्राई मोमो रेडी गर्दै थियौँ। फ्राई मोमो त्यसपछि नुडलहरूको अर्डर आएको थियो। त्यसपछि सबै अर्डर रेडी गरिसकेपछि चाहिँ मैले ट्याक्क बसिरहेको थिएँ। अनि दिउँसो चाहिँ मैले भेज मोमोको तयारी गर्दा चाहिँ पत्तागोभी खिच्दै थिएँ। मजाले पत्तागोभी खिच्दा चाहिँ एकदम दम लगाउनुपर्छ। हजुरले कसरी गराउनुहुन्छ कृपया कमेन्ट गर्नु होला। त्यसपछि मैले भेज किमाको लागि चाहिँ मसलाहरू रेडी गर्दै थिएँ एकदम बवाल तरिकाले। अनि त्यसपछि चाहिँ दिउँसोको भ्यू हाम्रो सुर्खेतमा एकदम बवाल नै थियो। त्यसपछि मैले पापड फ्राई गरेको खाएँ, एकदम मजा लागेको थियो। अनि पछि यदि हजुरहरूलाई मेरो भिडियो मनपर्छ भने फेसबुकमा गएर मेरो युट्युबको लिङ्क छ, त्यहाँ गएर सब्सक्राइब गरिदिनु होला यदि मनपर्छ भने। अनि लाइक कमेन्ट सब्सक्राइब गर्न त नभुल्नु होला फेसबुकमा। यो चाहिँ साँझ क्लोजिङको बेला हो, हाम्रो चाहिँ यसरी क्लोजिङ हुन्छ। अनि यो चाहिँ नाइट भ्यू हो हाम्रो सुर्खेतको। हस् त अहिलेलाई यति भन्दै बिदा हुन्छु। बाई नेक्स्ट टाइम।